हेलो वेलकम ब्याक अगेन। म चाहिँ माथि नाम्ची के भन्छ रुम त होला हौ के भ्यू पोइन्टमा बसिरहेको छ यहाँ चिया खाँदै। चिया पनि खाइसकेँ। यहाँ चाहिँ स्कुटीमा आएको घर गएको म चाहिँ। यहाँबाट चाहिँ नाम्ची देख्छ हेर्नुहोस्। यता चाहिँ साथी हो के खाएको देखाउ त के खाएको देखाउ न। यहाँबाट चाहिँ चिया खाएर हामी छुट्टेको। म पनि घर जाँदैछु है। बाई बाई सी यू। हेलो भर्खर चाहिँ म अब घर आइपुगेँ होइन। अन्त चाहिँ अब चाहिँ हामी घुम्न जाँदैछौँ एउटा कामले। के काम हो के चिज हो त्यो एकछिनबाट तपाईँलाई देखाउँछौँ। वेट गर्दै गर्नुहोस् है। यहाँ चाहिँ पहिला के छ ब्रान्डाले बन्द गर। अब म चलाउँछु। अम्बो हामी यति साह्रो ह्यान्डसम भइसक्यो खोला गएको। जो कहाँ आएको हामी खोला माछा मार्नु। हेलमेट हेलमेट बिना चाहिँ हिँड्दै गरौँ पनि दिन्छ नि 4 बजी त्यो त पछाडिको खेप्दैछ है बुबु छिटोमा त जाओस् यसरी पो सुत लाउने प्लास्टिक पाइन बोरा काटेर ठिक्कै बेकार आम गरेर हामी चाहिँ खोला पुग्यो। खोला चाहिँ यहाँ तल छ। तिमीले मलाई सोधा पनि सोधेनौ तिमीले मलाई कहिले। हामी चाहिँ दाजुभाइ आज खोला खेलिन्छ है जुगै पारी। कस्तो डर घट्दै गयो है खोला त्यो त। यहाँ चाहिँ पिकनिक खाँदो रहेछ। खोला चाहिँ घटेर चाहिँ चाप्पै भइसक्यो रहेछ। लु 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 लगाम लगाम। यहाँ त कहाँ लाउने जग्गा छैन। नयाँ फोन फ्ल्याक्स गर्दैछ उसले चाहिँ यहाँनिर। के हो खोइ खोइ के हो देखाउनु त। तँलाई म देखाउँदिनँ पराम लाग्छ। भाइरल गरिदिनु के खोज्नु आएको पुरानो पनि हामी अँधेरोमा खोला चाहिँ पिज्जा खानु जाउँ भनेको नि। पिज्जा चाहिँ नि अहिले म बनाउँछु नि दामी बनाउँछु नि म चाहिँ पिज्जा। कति पुग्यो अहिले यस्तो कुराहरू क्यामेरामा गर्नु हुँदैन हौ है। हाल्नु गएन नि त अब। चाहिँ खोलामा छौँ हामी। अब चाहिँ फर्केको के एउटा उयो खोज्नु आएको थियो कि नपाएर अल्छी लाग्यो। रात परिसक्यो हो फर्केको अब। ला सब फ्याँकिदिए पो त्यसो चिज चाहिँ हो सब गएछ। 20वटा जस्तो टिपेको थियो कि यो सरी घर पनि आइपुग्यो। के गर्छौ मार्ने विचार छ कि क्या हो। आजको दिनमा रात परेन फेरि मेरो अचानक प्लान चेन्ज भयो। के हो भन्दा चाहिँ मोमो बनाउँदैछ यहाँ चाहिँ भाउजू। कटिङ हेरौँ न कटिङ कला। यो मैले काटेको यो मैले गरेको मम्मीलाई चाहिँ यो निकालिदिएको। यता चाहिँ हाम्रो गेस्ट। हेलो गाइस बोल्नु नि मम्मी भन्छु। यहाँ हामी चाहिँ यहाँ मोमो बनाउँदैछौँ अर्पणको घरमा। यस्तो मोमो बिग्रेछ है क्यामेरा अगाडि राखेर। अब चाहिँ
आजको दिनमा अचारको डिपार्टमेन्टमा लागेँ म चाहिँ कतिवटा लाउनु पर्छ नि पिरो पिरो बनाउनु पर्छ चाहिँ अचारको डिपार्टमेन्ट सुरु भयो यस्तो चाहिँ साह्रै परेछ है खोइ हौ मलाई त्यो कुच्चाले के हुन्छ नि त ढुट्टिएर हामीले मोमो खान सुरु गरेको लुज लुज खाउ त नखाइ ठुलो छ सुप बिना मोमो फेरि मजै आउँदैन अहिले यो खाएर सुप खानुपर्छ अस्ति हाम्रो खाएको त होला वाउ दामी मुख ब्याङ गर्नु होइन सरम मान्छ फेरि कमन नटोकी निल्ला म देख्दैछु नि फर्स्ट बेड खाइलो अचार चाहिँ झोलमा पनि खाँदै भयो त है पिरो पनि छैन यस्तो हो तर यो पिरो छैन कि फेरि भएर चाहिँ असार चाहिँ खतरा गर्छ भाइ तिमीले झोल मोमोको अचार खाएको छैन म दामी बनाउँछु त झोल मोमो झोल मोमो खाँदै भयो लु है अब चाहिँ सब कुछ खाइसक्यो ओछ्यानतिर लागेको होइन यसरी नै मेरो भिडियो हेर्दै गर्नुहोस् मलाई कमेन्ट गर्नुहोस् सेयर गरिदिनुहोस् लाइक गरिदिनुहोस् आजको लागि यति नै फेरि भेटौँला कहिले मुड बनिन्छ बाई बाई see you guys thank you for watching my videos